रातभरि सुतेर निन्दा पुगेन? कति भइसक्यो थाहा छ कि छैन? अब भर्खर त उठाउँदैछौ, कति बज्यो मलाई के थाहा। 9 भइसक्यो, टाइम हेर। यहाँ आफै टाइम बिग्रेको छ, के टाइम हेर्नु। 2 दिन अफिस छुट्टी हुन्छ भनेर बसेको मान्छे 15 दिन भइसक्यो। भोलिबाट काम हुन्छ, पर्सिबाट काम हुन्छ भन्दै बसेको 15 दिन भइसक्यो। 15 दिन भइसक्यो त काममा नगएको। तिम्रो छुट्टी अझै सिधिएन? अझै 4-5 दिन टाइम लाग्छ अरे अफिस सुरु हुनलाई। नयाँ सिओ आउँछ अनि मात्रै काम हुन्छ अरे। किन? पुरानो सिओ भाँच्यो, अब सिओ नै चाहिन भने त घरको सिओ लिएर जाऊ न। त्यो सिओ होइन कि। अलिअलि गर्दा गर्दै घरमा समस्या आइसक्यो। कमाउने मान्छे नि घरमा सुतेपछि घर कसरी चल्छ? अरू त जे भए पनि वाइफाई पनि चलेको छैन, पैसा सकिएर। दिन बिताउनै गाह्रो भइसक्यो। त्यही भएर पनि नचलेको रहेछ त। मलाई अफिस बिता भए पनि पैसा त दिन्थ्यो होला त। कस्तो खालको अफिस हो? बुढो हजुरले त कति राम्रो अफिस पाउनुभएको छ। यो काम चाहिँ नछोड्नु है। भन्न सुतेर पुगेर टोलाउन थालेको? जाऊ यसो अफिस गएर पैसा लिएर आऊ। अब अफिसै त्यति बेला वाइफाईको रिचार्ज पनि हाल्नु। सुन्नु न, मैले गाउँमा बिहेको निम्ति आएको छ, जानु पर्यो। जाऊ न त अनि। 20,000 जति दिनु न ल। अस्ति भर्खर स्यालेरी थाप्नु भयो, दिँदैन नि अहिले पैसा माग्दा। यताउति बहाना बनाएर माग्नु न। पैसा त्यति अगाडि नै मागेर सकिसक्यो, कहाँबाट दिन्छ पैसा। वाइफाई चलेछ, रिचार्ज हालेछन् कि क्या? तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। हुन फोनै लाग्दैन त। पक्कै पनि अफिसमा पैसा मागे जस्तो छ। हुन के ल्याउनु भएको हौ? अब सामान सकिन लाग्यो भन्छौ, त्यही भएर अलिअलि सामान ल्याइदिएको नि। तपाईँ पनि म ल्याइहाल्थेँ नि। साँच्ची पैसा चाहिँ कति माग्नु भयो? भन्नु न। अलिअलि मागे। मलाई 5,000 दिन न, मैले राम्रो कपडा अर्डर गरेको छु। हन कहाँ छ हौ त्यत्रो पैसा? थोरै पैसा मात्र दियो मलाई, त्यो पनि अलिअलि सामान किन्दै सकियो। जाको त्यति सामान किन्दा सकिने कति पैसा माग्नु भयो? घरमा धेरै समस्या छ भनेर भन्नु भएन? त्यही समस्या छ भनेर त नि मोबाइल पैसा मागेको, बुझ न हौ। बुझिसके। खुब राम्रो अफिस पाएछ, काम पनि नहुने, दाम पनि नहुने। अब मेरो कामलाई दोष नदेऊ न। कसलाई दिने त? खोइ अरूको बुढाले त राम्रै काम पाइरहेका छन् त, पैसा पनि कमाइरहेका छन्। तिमी चाहिँ किन उनीहरू जस्तो हुन सकेनौ? अब अरूसँग तुलना गर्न थाल्यौ मलाई। तुलना गरेको होइन, तिमीलाई सुनाएको। तुलना गर्न त हुनु पर्यो नि लायकको। एउटा श्रीमतीको इच्छा पुरा गर्न नसक्ने नालायक श्रीमान। यस्ताको श्रीमती हुनुभन्दा त बरु एउटा श्रीमतीको इच्छा पुरा गर्न नसक्ने नालायक श्रीमान। तुलना गर्न त हुनु पर्यो नि लायकको। यस्ताको श्रीमती हुनुभन्दा त बरु साँच्ची पैसा चाहिँ कति माग्नु श्रीमती हुनुभन्दा त तुलना गर्न त हुनु पर्यो नि लायकको। राम राम, अब यही दिन देख्न बाँकी थियो होइन त? त्यो पनि देखायो? किन मन परेन? मन परोस् पनि कसरी, म अरू जस्तो छुइनँ। लौ पैसा। तपाईँ पनि पिउनु पर्छ त? के अरे फेरि भन त। तपाईँ पनि किन पिउनु भएको?
तपाईँ के गर्न खोज्नु भएको लड्नु भएको भए तिमीले समाति हाल्यौ नि खोइ लडे म त कति भाग्यमानी तिमी जस्तो श्रीमती पाएको छु लड्न खोज्दा पनि समाति हाल्ने तिमी जस्तो त संसारमा कोही छैन तपाईँ पनि लौ पैसा त्यही पैसाले गर्दा हो म तपाईँ भएको जबसम्म त्यो छ तबसम्म मेरो यो घरमा इज्जत छ बाहिर जसले सुके जे भन्नुहोस् मलाई मतलब छैन ए बल्ल बुझे यो सब मलाई नराम्रो बनाउन खोज्नु भएको होइन नराम्रो नराम्रो त म भएको छु तिम्रो इच्छा पुरा गर्न नसक्दा नराम्रो त म भएको छु म अरूको बुढो भन्दा अब त्यो कुरालाई लिएर झगडा गर्नुहुन्छ झगडा होइन मैले त बोल्न खोज्दाखेरि पनि नसकेको कुरा तिमीलाई भन्दैछु तिमी आफै भन्थ्यौ होइन कति राम्रो काम गर्नुभएको भनेर तर त्यही काम तिमीलाई अहिले नराम्रो लाग्यो राम्रो भएको भए खोइ त पैसा 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 म कमाएको हो र मैले पैसा कमाएको जति सबै तिम्रै निम्ति खर्च भएको छ त्यो बुझ्दैनौ अब मैले खर्च गरेको हिसाब गर्दैछौ हिसाब होइन तिमीलाई सम्झाएको मलाई कामबाट किन निकाल्यो थाहा सरी तिमीलाई मैले यो कुरा लुकाएको थिएँ मलाई कामबाट निकालिसकेको छ भनेर किनकि मैले आफूले पाउने भन्दा बढी पैसा मैले चलाइसकेको थिएँ तर पनि बारम्बार फेरि पैसा मागिराख्दाखेरि मलाई अफिसबाट निकालिदिएको हो र यो कुरा तिमीलाई थाहा होला कि मैले अफिसबाट किन पैसा मागिराख्थेँ म पनि चाहदिनँ थिएँ केही कुराको कमी होस् भनेर तर कमी पुरा गर्दा गर्दै आफू नै बाहिरिनु पर्यो तर पनि आफूलाई सम्हाल्दै केही नयाँ गर्छु भन्दै भौतारिरहेको थिएँ किनकि तिमी थियौ मेरो साथमा तर तिमी त माफ गर मैले आज पिएको छु तिमीलाई नराम्रो लाग्यो होला तर घरको सम्बन्ध यस्तो होस् जसको कारणले यसरी पिउनु नपरोस् र यो व्यवहार एकमा होइन दुवैमा हुन सक्छ बुझ्नुभयो नि तपाईँहरूले भिडियो मन पर्यो भने सक्दो सेयर गरिदिनु होला धन्यवाद